हेर्नु सर देख्नुभयो त चल्ती गर हेर्नुस् नपिट्नु सर नपिट्नु धेर नपिट्नु यसको अनुहार देखाउनु कि नपिट्नु हो तँलाई ल्याउनु पर्ने तेरो चल्ती गरेर यही हो तपाईँ मासले तँलाई मैले के चाहिँ पुऱ्याएको थिएन है मैले यो देखाउनु रहेछ होइन तँलाई यस्तो माया गरेर उ गरेको भएको चाहिँ के हो खासमा यहाँ सुन्नुहोस् म यहाँ के भने कि गाडी चलाउँछु डेलिभरी गर्छु कि सामानहरू ल्याउँछु कि अनि कहिले कहिले मेरो गाडीमा मेरो श्रीमती पनि ल्याउँथ्यो अनि के हो भने तपाईँ श्रीमती जस्तो मान्छे त यहाँ आएको छ अरे मेरो गाडी बाहिर रोकेको छ अनुहार देखाउनु त उहाँको लुगा लुगा ऊ गरेछ क्या लुगा हाटा लुगा हाटा मलाई थाहा छ ल खिच्नु सक्ने यहाँ देखाइ होइन अब तपाईँकै श्रीमती हो भने त अब हो सर किनकि उहाँले भन्नुभयो किनकि मैले पहिला यहाँ भ्यान चलाउँछु कि डेलिभरी गर्ने सामानहरू उहाँकोमा ल्याइरहेको छु नि त यो कहिले मैले नभ्याउँदाखेरि यो पनि आउँछ कुनै थाहा स्टोरेज छ त्यसको नौटङ्गी मैले पैसा कमाउँदै गर्दा यो नाटो पक्रेर राखेको त्यो सिराबाट हो बहिनी तपाईँको कोही देखाउनु ऊ भित्रै कपडा परे भित्रै बस्दा मात्रै लाग्यो होइन आउनुहुन्थ्यो पटक पटक आउनुहुन्थ्यो अनि म त पहिला पनि आएको आउनुहुन्थ्यो अब तपाईँको श्रीमती हो भन्ने चाहिँ मलाई थाहा थिएन नि त मलाई थाहा थिएन अनि लागेर अनि उहाँलाई बोलाइदिनु हजुर मैले हिजो मैले लिएको थिएँ नि त लिएर तपाईँ श्रीमती जस्तै मान्छे एकजना आउँछ तपाईँको यस्तो हो कि भनेर तपाईँले सल्लाह गर्नु भएको थियो नि त मैले चिन्जान अब आएन भने फोन गर्नै हटाउनु लुगा हटाए तपाईँ होइन भनेदेखि लुगा हटाइदिनु नि तपाईँको यता हेर भाइको तेरो अनुहार देखा तेरो चल्ती गरेर देखा यता हेर मोरै अनि तपाईँहरूको चाहिँ के हुन्थ्यो र यसरी त्यो श्रीमती तपाईँको श्रीमती यसरी होटल खै के थाहा र सर अब म दिनभरि काम गर्छु बेलुका एकचोटि जान्छु यसको के भयो यसको मोबाइल कहाँ छ यसको केटालाई फोन गर्नु मोबाइल कहाँ राखेको छ त्यो अहिले चाहिँ कहाँ भएको त्यो केटा लग्यो कि हो यता अनुहार हेर म भन्दैछु अहिले म हेर है अनि बहिनी तपाईँको त्यो अहिलेको केटा चाहिँ को हो त्यसो नगर्नु न उहाँ बाबु पनि आइबस्नुहुन्थ्यो क्या ऊ पनि पहिला त यहाँ काम गर्ने हो अनि त्यसपछि अब बहिनी तपाईँको यो केटा को हो भन् साथी हो तपाईँको श्रीमान हो किन यो मान्छे चिन्दिनँ भनेदेखि अनि किन के अरे मलाई चिन्दैन अनि अनुहार देखाउनु नि त अनि यदि तपाईँको होइन त्यो साथी हो भनेदेखि तपाईँको श्रीमान होइन तपाईँको श्रीमान होइन भनेदेखि चाहिँ अनि त्यो मान्छे किन भागेको त्यो मान्छे चाहिँ किन भागेको तपाईँले काम गरेर त्यो नाङ्गै मान्छे कट्टुमारै लगाएर प्यान्ट उमा हातमा लिएर भाग्छ भनाइ डङ्गिने भन होइन तपाईँको श्रीमान होइन भनेदेखि होइन तपाईँको श्रीमती होइन भनेदेखि तपाईँले नझुगाइकन भन्नु त तपाईँको श्रीमान हो कि तपाईँको श्रीमान हो अनि तपाईँ यसरी अरू पुरुषसँग यसरी होटलमा आएर के गरेर बस्नुहुन्छ आज भर्खर आयो भने जे जस्तो भयो भने तपाईँको श्रीमान त रङ्गिहात भेटाइसक्यो
आउन त भयो 4-5 चोटि आउनु मैले चाहिँ कसरी थाहा पाएँ भन्दाखेरि उहाँहरू पनि अब यहाँ हाम्रोमा नास्ता खाना आउनुहुन्थ्यो अनि त्यसपछि मलाई भन्नुभएको थियो यस्तो यस्तो छ बालबच्चाहरू पढाएको श्रीमती म रुममा जाँदाखेरि मेरो श्रीमती नै हुन्न भन्नुभयो होइन अनि त्यसो भनेपछि अनि मैले चाहिँ एकचोटि घुमाउन पनि लिएर आउनु भएको थियो उहाँ सरले अनि त्यसपछि गाडीमा घुमाउन लिएर हिँड्नु भएको थियो अनि यहीँ चिया नास्ताहरू खाइहेरी जानुभयो अनि तपाईँ बहिनी यही होटलमा चाहिँ तपाईँको श्रीमानले चाहिँ तपाईँलाई खाना खुवाउनु लिएर आएको छ भनेदेखि यही होटलमा यसरी बस्नलाई डर लाग्यो कि तपाईँलाई घुम्नको लागि आएको त गेटमा यसरी पाइप लिएर भागिरहेको छ के घुम्नलाई आएको यो पनि नाङ्गो बस्दा थियो होला लुगा लाउ यो छोप्दा यसले लुगा लाग्यो यो कम्ताको छ यो तपाईँको यस्तो नि त तपाईँले पनि हेर्नु भएन होला आफ्नो श्रीमतीलाई ख्याल गर्नु भएन होला ख्याल गर्नु भएन भन्दैमा बरु यसो सुन्नु एक्जाममा लागि मैले कमाएर खुवाउनु सकेन भनेदेखि यस्तो काम गर्दै यस्तो केटासँग हिँड्ने कि बरु मान्छेले ज्यामी काम गर्छ मान्छेको भाँडा मस्काउने काम गर्छ होटेलमा म बस्न जहाँ लुगा बस्न त्यस्तोमा काम गर्ने कि यस्तो केटासँग हिँडेर तपाईँ आफै भन्नु मैले दिएको छैन भने त नदिएको भए यस्तो राम्रो लुगा लाउँछ तपाईँले किन यसको बाउमाइतीले दिएन पैसा दिएको भएर किनेछ तर केटासँग हिँड्दै हो त्यत्रो पैसा पठाउँदै के गर्छ तेरो अनुहारमा लाली र पाउडर घस्दै ठिक हुन्छ केटाहरू अनुहार देखाइ त तर त्यति लाला छोरी किन यस्तो गरेको फेरि तलतिर यसको नाम दिलमाया हो तलतिर चाहिँ फुलमाया लेखेको छ नाम पनि हेर्नु यस्तो छ कोठामा होइन तपाईँले यसरी अब भेटिसक्नु भएको छ के गर्नुहुन्छ र अब मिलेर बस्ने हो कि के हो खासमा यसरी होटलमा आएर यसरी अब यो के भने त्यसरी मैले रङ्गिहाल्नु कसरी चाहिँ के गरेर के आधारले चाहिँ कसरी चाहिँ मैले कोठामै गएर कुरा गर्नु अघि केटाले बोलाउन सकिन्छ अघिकोलाई बोलाउ है तेरो उसलाई बाहिर भागिसक्यो बोला होइन तपाईँले नम्बर त होला नि होइन बोलाउन सकिन्छ नि आफ्नै के नजिकै मान्छे हो कि त्यहाँनिर कोठामा बस्दाखेरि नजिकै मान्छे के पल्लो रुमको चाहिँ तपाईँलाई शङ्का लागेको थिएन म ठ्याक्कै 9 बजी खानाको डेलिभरीमा त्यो सानो डेलिभरी गर्दै हिँड्छु मैले भ्यान चलाउँछु उहाँलाई थाहा छ म साउनीले थाहा छ अनि त्यो भ्यानमा म सामान लाँदै गर्दै म होटेलमा पसलमा दुनियाँ ठाउँमा छोड्दै हिँड्छु कि अनि एक दिन यो पनि घुम्नु जाने भन्यो ल हिँड्न त भएर अगाडि हालेर लिएर आयो यहाँ होटेलमा खाजा सालमै खाएर गएको है खानु भएको त्यही भएर मैले चिनेको नत्र भने मलाई चिनेको थिएन के अरे कति 25-30 हजार हुन्छ अनि आफूले अलिकति यताउता गरे पनि हुन्छ 35-40 हजार हुन्छ काठमाडौँ जग्गामा त्यति भयो नि अब मैले बाहिर केही पनि खाने तपाईँ खाँदैन म खाने पैसा सबै उसलाई नै हो नि हजुर कहिलेकाहीँ भन्नाले नि प्रायः जति खाजा नास्ता खाना चाहिँ यहीँ आउनुहुन्छ नास्ता खानाहरू खानालाई अनि एकचोटि दुईचोटि लिएर आउनु भयो थियो यहाँ घुमाउनलाई त्यही भएर मैले चिनेको नत्र चिनेको यसलाई खाजा खाँदा नि तपाईँले पैसा लिनु भएन है त्यतिखेर प्रायः जस्तो उहाँले पैसा लिनुहुन्न मलाई चिया यताउता खाएको पैसा लिनु पर्दैन भन्नुहुन्छ म चाहिँ कहिले काहीँ दिन्छु होइन अब सधैँ आउने खाने बस्ने गर्नुहुन्छ त्यही भएर हो अरू गेस्टहरू कस्टमरहरू लिएर आउनुहुन्छ नि त त्यही भएर अनि उहाँहरूको मैले त्यति लिँदिनँ जाउँ के अरे घरमै बसेर सल्लाह गर्नु यसरी होटलमा जे भयो पल्लो घरको भन्छेपछि चाहिँ त्यही नै कुरा गर्नु सक्छ नि त तपाईँलाई होइन योलाई चाहिँ वारबारै गर्नुपर्छ तपाईँ होइन होटलमा यसरी हल्ला गर्नु हुँदैन होइन अब उहाँहरूको पनि अरू पनि कुराहरू होला
होइन सधैँ यस्तो गरेर त हुँदैन। अब अरू कि पुलिस बोलाएर पुलिसकोमा थुन्थ्यो यसलाई? अब अरू त्यो त अब तपाईँहरूको विचार हो। अब यहाँदेखि चाहिँ बाहिर बसेर अब अरू मान्छेहरू आउने बेला भइसक्यो, ढिला हुन्छ। कि त्यो केटा फेरि आउँछ तेरो? बहिनी उठ उठ, उठेर अब हिँड। अब यहाँ कस्टमरहरू आउने बेला भयो नि त, ढिला हुन्छ। उठ, अब जानुपर्छ। ल उठ। अब भन, आफूले माफी माग्ने हो कि के गर्ने हो तपाईँहरूको झगडामा? अब उठ्नु उठ्नु। त्यो हात हाल्ने काम चाहिँ नगर। जाउँ जाउँ जाउँ। मिल्ने कुरो पनि भएन। अब कसरी मिल्ने? तपाईँ कसरी चाहिँ मिल्ने? के गरेर के आधारले चाहिँ मिल्ने? कसरी चाहिँ मिल्ने? होइन कोठामै गएर कुरा गर्नु त यहाँनिर होइन। अघिको केटाले बोलाउन सकिन्छ होइन? अघिकोलाई बोलाऊ है, तेरो उसलाई बाहिर भागिसक्यो। बोला। होइन तपाईँले नम्बर त होला नि होइन? बोलाउन सकिन्छ नि। आफ्नै के नजिकै मान्छे हो कि त्यहाँनिर कोठामा बस्दाखेरि नजिकै मान्छे हो के हो? पल्लो रुमको दाइ तपाईँलाई शङ्का लागेको थिएन भने उहाँहरूको विषयमा पल्लो रुमको दाइसँग त्यसरी आएको रहेछ। म ठ्याक्कै 9 बजी खाना खान्छु। डेलिभरीमा त्यो सानो डेलिभरी गर्दै हुन्छु। भ्यान चलाउँछु, उहाँलाई खाना नसाउनेले खाना। अनि त्यो भ्यानमा म सामान लाँदै गर्दै होटेलमा पसलमा दुनियाँ ठाउँमा छोड्दै हिँड्छु कि। अनि एक दिन यो पनि घुम्नु जाने भन्यो, ल हिँड्न त भनेर अगाडि हालेर लिएर आएँ यहाँ होटेलमा खाजा सालुमै खाएर गएको है। खानु भएको हो, त्यही भएर मैले चिनेको, नत्र भने मलाई चिनेको थिएन। के अरे कति हुन्छ? 25-30 हजार तलब हुन्छ। अनि आफूले अलिकति यताउता गरे पनि हुन्छ 35-40 हजार हुन्छ काठमाडौँ जग्गामा। त्यति भयो नि। अब मैले बाहिर केही पनि खाने तपाईँ खानुहुन्छ, म खाने पैसा सबै उसलाई नै हुन्छ। हजुर कहिलेकाहीँ भन्नाले नि प्रायः जति खाजा नास्ता खाना चाहिँ यहीँ आउनुहुन्छ, नास्ता खानाहरू खानालाई। अनि एकचोटि दुईचोटि लिएर आउनुभएको थियो यहाँ घुमाउनलाई, त्यही भएर मैले चिनेको, नत्र चिनेको। यसलाई खाजा खाँदा नि तपाईँले पैसा लिनु भएन है त्यतिखेर? प्रायः जस्तो उहाँले पैसा लिनुहुन्न। मलाई चिया यताउता खाएको पैसा लिनु पर्दैन भन्नुहुन्छ। म चाहिँ कहिले दिन्छु होइन। अब सधैँ आउने खाने बस्ने गर्नुहुन्छ, त्यही भएर हो। अरू गेस्टहरू कस्टमरहरू लिएर आउनुहुन्छ नि त, त्यही भएर अनि उहाँहरूको मैले त्यति लिँदिनँ। जाउँ के अरे घरमै बसेर सल्लाह गर्नु। यसरी होटलमा जे भयो पल्लो घरको भनिसकेपछि त्यहीँनिर कुरा गर्नु सक्यो नि त तपाईँले होइन? यसलाई चाहिँ वारपारै गरेर तपाईँ होइन होटलमा यसरी हल्ला गरेर हुँदैन होइन? अब उहाँहरूको पनि अरू पनि गएको होला होइन, सधैँ यस्तो गरेर त हुँदैन। अब अरू कि पुलिस बोलाएर पुलिसकोमा थुन्थ्यो यसलाई? अब अरू त्यो त अब तपाईँहरूको विचार हो। अब यहाँदेखि चाहिँ बाहिर बसेर अब अरू मान्छेहरू आउने बेला भइसक्यो, ढिला हुन्छ। कि त्यो केटा फेरि आउँछ तेरो? बहिनी उठ उठ, उठेर अब हिँड। अब यहाँ कस्टमरहरू आउने बेला भयो नि त, ढिला हुन्छ। उठ, अब जानुपर्छ। ल उठ। अब भन, आफूले माफी माग्ने हो कि के गर्ने हो तपाईँहरूको झगडामा? अब उठ्नु उठ्नु। त्यो हात हाल्ने काम चाहिँ नगर। जाउँ बन्द गर्ने।